पर्छ कि भन्ने चिन्ताले दुर्घटना नगर्नुहोस्, सवारी साधन राम्ररी चलाउनुहोस्, त्यही नै राम्रो हुन्छ। एउटा मैले सवारी साधनको कुरा गरेँ। घर घरमा सबभन्दा सुरक्षाको चिन्ता गर्ने हामीले घर घरमा यति धेरै प्यारा मान्छेहरू घरको किचनमा काम गर्छन्। हाम्रो सबभन्दा प्यारा मान्छेहरूले किचनमा तयार गरिदिएको खानेकुरा मिठो मानिखेर खानुपर्नेले किचन त सुरक्षित राख्नुपर्छ। एउटा फायर एक्सटिङ्ग्विसर होस् किचनमा, किचनबाट बाहिर निस्केपछि गेट लागोस्, गेटमा चाहिँ मान्छे कोही आएको भन्दा सीसीटीभीले कभरेज गरोस्। सीसीटीभीको कभरेजबाट बाहिर बस्दाखेरि पनि घर थुर्ने हिँड्दाखेरि पनि कोही आएको भने घण्टा घण्टामा चेक गर्न सकियोस्। त्यसरी चेक गर्छ, कोही आयो भने 100 मा डायल गर्न सकियोस्, 100 मा डायल गरेपछि लोकेसन हेरियोस्, लोकेसन हेरेपछि प्रहरी आओस्। हामीले कल्पना गरेको सहरमा त्यो होस्। एउटा मान्छे, एउटा हाम्रा दिदीबहिनी भाइ बच्चाहरू स्कुलबाट आउँदाखेरि कतै उनीहरूलाई शंका लाग्यो, डर लाग्यो भने उनीहरूले कल गरून्, कलबाट लोकेसन आओस्, लोकेसन हेरेर रेस्क्यु गर्न सकियोस्।